दर्शकवृन्दहरू भुन्टी फेरि पनि यति धेरै मूर्ख बन्लिन् भनेर त सुकुमायाले पनि सोचेकी नै थिइन्। विगतको समयमा भूपेन्द्रबाट त्यति ठुलो धोका पाउँदै पनि अहिले भूपेन्द्र लोट्न थाले भनेर भूपेन्द्रलाई उठाउनको निम्ति भुन्टी भने गइसकेकी छिन्। सुकुमायाले भने कत्रो षड्यन्त्र रचेर भूपेन्द्रबाट सम्पत्ति हासिल गर्नको लागि षड्यन्त्र रचेकी थिइन्, तर भुन्टीले भने सुकुमायाको प्लान माथि पानी फेर्दिसकेकी छिन्। आज भुन्टीकै कारणले गर्दा सुकुमायाको सारा खेलमाथि पानी पर्ने पनि भइसकेको छ। साथीहरू, यदि तपाईहरुलाई पनि मलाई जस्तै भूपेन्द्र लोटे पनि जे गरे पनि भुन्टीले उठाउन जान नहुने थियो, अब फेरि पनि भुन्टी र सुकुमायाको सारा पोल खुल्ने भयो भन्ने जस्तो लाग्छ भने कमेन्ट बक्समा भुन्टीले गलत गरिन् भनेर लेखी भिडियोलाई अन्तिमसम्म हेर्न पनि अवश्य नभुल्नुहोला। साथीहरू, यति बेला भूपेन्द्रलाई भने घर परिवारका सबै मान्छेहरूले एकदमै धेरै दबाब दिइरहेका छन्। भूपेन्द्रले आफ्नो आधा सम्पत्ति खुरुखुरु भुन्टीलाई दिएर भुन्टीबाट अलग भए हुन्छ, नत्र भने भूपेन्द्रलाई हामीले घरमै राख्दैनौँ, घरबाट निकालिदिनेछौँ भनेर घरकाले भने यति बेला भूपेन्द्रलाई एकदमै धेरै तनाव दिइरहेका छन्। हो साथीहरू, उता तर मास्टरले भने अब भुन्टीको भूपेन्द्रसँग सम्बन्ध विच्छेद भइसकेपछि भुन्टीको विवाह मसँग हुन्छ भनेर मक्ख परिसकेका छन्। मास्टर भने भुन्टीसँग बोल्न जानको निम्ति एकदमै धेरै हतार भएका हुन्छन्। भुन्टीलाई परेबाट भए पनि एक झलक हेर्न पाए ठुलो हुने थियो मेरो लागि त त्यही कुरा नै भनेर उनी बारम्बार परेबाट भुन्टीलाई कसैले नदेख्ने गरी निहालिरहेका हुन्थे। साथीहरू, यो कुरामा भने टोकले पनि सहमत भएका छन्। साथीहरू, टोकलेले पनि भुन्टी अर्थात् आफ्नो बहिनीको विवाह मास्टरसँग गराउनको निम्ति सहमत भइसकेका छन्। पछिल्लो समयमा पूर्णिमाले र टोकलेले सल्लाह गरे अनुसार मास्टर जतिको असल केटो पाए त भुन्टीको विवाह गराइदिन हुन्थ्यो भनेर टोकलेले पनि भनेको त हामी सबैले सुनेका नै थियौँ। साथीहरू, यति बेला भने अब टोकलेको सम्बन्ध अनुसार टोकलेले आफ्नी बहिनी अर्थात् भुन्टीको विवाह मास्टरसँग गराउने कुरा पनि पक्का गरिसकेका छन्। साथीहरू, अहिले आएर भने भूपेन्द्रको दाइ भुवनको टाउकोमा पनि ठुलो जिम्मेवारी परिसकेको छ। भुवनले भने भूपेन्द्रलाई खुरुखुरु सम्पत्ति भुन्टीलाई दिएर भुन्टीबाट अलग्गेर बस भनेर भनेका छन् भने भूपेन्द्रले भने आफ्नो दाइ भुवनको एउटा कुरा पनि सुनेका नै छैनन्। भूपेन्द्रले के भन्छन् भने भुन्टीले जाबो आउँदा दाइजोमा के नै पो ल्याएकी थिए र हामीले त्यसलाई त्यत्रो अंश दिनुपर्ने भनेर भूपेन्द्रले भने कुनै पनि हालतमा भुन्टीलाई अंश चाहिँ दिइदिन भनेर बसिरहेका छन्। साथीहरू, भुन्टीको आमा बुवालाई दुःख दिन खोज्दा बालकुमारी र भीमले पाए जेलको सजाय। हजुर साथीहरू, तपाईहरुले जे सुन्दै हुनुहुन्छ एकदमै धेरै ठीक सुन्दै हुनुहुन्छ। पछिल्लो समय धेरै दिनदेखि जङ्गलमा बाँधेर खाना पिना पनि नदिकर एकदमै धेरै दुःख दिएर बालकुमारी र भीमले भने भुन्टीको आमा बुवालाई जङ्गलमा बाँधेर राखेका थिए। तर सुकुमायाले यो कुरा थाहा पाउन साथ नै भुन्टीको आमा र बुवालाई बचाउनको निम्ति जङ्गल नै पसिसकेकी हुन्छन् र सुकुमाया जङ्गल पसिसकेपछि भूमिकाको आमा अर्थात् बालकुमारीलाई र भीमलाई एकदमै धेरै कुटपिट गरेर भुन्टीको आमा बुवाको खुट्टामा माफी मगाउन लगाएर उनीहरूलाई जेलको हावा पनि खुवाइदिइसकेकी हुन्छन्। साथीहरू, भुन्टीले जे नगर्नु थियो त्यो गरिसकेकी छिन्। अहिले भने भुन्टीको जीवन एकदमै धेरै सरल तरिकाले चल्दै थियो। उनले भने आफ्नो म्याडमको घरमा अर्थात् आफ्नो म्याडमको घर छिमेकीको घरमा भने काम पाएकी थिइन्। उनको जीवन अहिले एकदमै धेरै सरल तरिकाले चल्दै थियो। उनले भने म्याडमको घरमा काम गर्ने, उहीँ खाने, उहीँ बस्ने, उहीँ रमाउने गर्थिन्। उनको लागि जीवन अहिले एकदमै धेरै सहज भएको नै बेलामा उनले आफ्नै खुट्टामा आफै बन्चरो हानिसकेकी छिन्। अझ अहिले त टोकलेले पनि उहीँ म्याडमकोमै काम पायो, उहीँ म्याडमकोमै गर्ने भनेर उहाँ म्याडमले टोकलेलाई पनि काम खोजिदिइसक्नु भएको छ। साथीहरू, भुन्टीको जीवन बल्ल बल्ल सुकुमायाकै कारणले गर्दा फेरि पनि सुखमय र खुसीमय हुन थालेको थियो। तर भुन्टीले भने आफ्नो खुट्टामा आफै बन्चरो हानिसकेकी छिन्। सुकुमाया
गाउँ गएको समयमा भूपेन्द्रले भने मैले भुन्टीलाई ठिक पार्छु भनेर भुन्टीलाई कुटपिट गर्नको निम्ति अर्थात् भुन्टीलाई थर्काउनको निम्ति मुद्दा फिर्ता ले भनेर टोकलेको रुमतिर भूपेन्द्र भने लाग्दै थिए। तर बीच बाटोमै बाइकसँग ठक्कर खाएर भूपेन्द्र लोट्न थालेको दृश्य देखिसकेपछि बिचरा भुन्टीले भूपेन्द्रलाई उठाउनको निम्ति त्यही ठाउँमा पुग्छिन्। साथीहरू अब भने बिचरी भुन्टीलाई भूपेन्द्रले एकदमै धेरै गाली गर्ने भयो। बीच बाटोमै भुन्टीलाई एकदमै धेरै लज्जित बनाउने भए। भुन्टीले त बिचरा आफ्नो मनबाट कहिल्यै पनि भूपेन्द्रलाई नराम्रो सोचिनिन्, तर त्यही नराम्रो नसोचेकै कारणले आज उनले यति धेरै दुःख भने पाइरहेकी छिन्। आफू यति धेरै सोझी भएकै कारणले उनले त्यति धेरै दुःख पाएकी हुन्। साथीहरू जे भए पनि भुन्टी त्यो बेलामा भूपेन्द्रको सामु नपर्न पर्ने थियो, किनभने भुन्टीलाई थाहा थियो मेरो भेष धारण गरेर अहिले मेरो मितिनीज्यूले यो काम सल्टाइराख्नु भएको छ भन्ने। तर जे हुन्छ राम्रैको लागि हुन्छ भने जे अन्त्यमा बालकुमारी र भीमले सजाय पाएको देख्दा एकदमै धेरै खुसी भने लागिरहेको छ। तपाईलाई के कस्तो लागिरहेको छ आफ्नो प्रतिक्रिया पक्कै पनि मेरो च्यानलको तल कमेन्ट बक्समा गएर भन्न अवश्य नभुल्नुहोला। हस्त आजको लागि यति नै। लाइक सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद।